ल है नयाँ बाइकमा हिमाल सुनारीलाई देख्न पाइयो है। 54 किलोमिटर बल्ल यात्रा। ए बल्ल 54 किलोमिटर यात्रा। तेल पनि ठिकै छ। तेल पनि रहेछ। ये सब क्या देखना पड़ रहा है। दाई भन्ने फेरि थाहा मिलेन। दाई भन्ने फेरि थाहा मिलेन। के बोले भाई। तू सुधर जाओ। सिलेमै भइसकेर नि त यी लप्याक लुपुक गइसके सब गएछ ल। हो मेहदीमा नलेको होइन र। मेहदीमा फालिएको होइन। हाम्रो रेफ्री संयोजक दानु गाए अनि ओ माय गॉड ल स्पेशल मेरो लागि केटाहरुले मारेर राखेको माछा यही हो रे। यही है पाइट लाउँदै के दाइ हो। हिजो भर्खर हो कि हो ए यो आइडीलाई चाहिँ भटाभट फलो गर्नु पर्यो। 107 छ जम्मा यार। सो हेलो एन्ड नमस्ते वेलकम ब्याक माई ब्लग गाइज। आज हामी निस्किँदैछौँ कुनै नौलो ठाउँमा नयाँ कार्यक्रममा नयाँ गेममा। आजदेखि चाहिँ सेमी फाइनल छ। हामी दर्दा दमार मध्यबिन्दु कति हो यार मध्यबिन्दु नवलपुर दर्दा दमारमा जाँदैछौँ। अनि यहाँ मित्याल बजारबाट मैले ब्लग सुरु गरेको छु। साथमा हेमराज यता हिमाल सुनारी स्वागत छ मित्याल। अब हामी लाग्दैछौँ यात्रामा नवलपुर दर्दा दमार गेममा भेट्नेछौँ अब है। अब यहाँबाट जानेछौँ मित्यालदेखि हामी 40 मिनटमा पुग्छौँ। अझै लाग्दैन होला 40 मिनटको 17 बल्ल ल है। यो है एनएसजे पल्सर स्पोर्ट्स अवार्डको उपाधि 54 किलोमिटर बल्ल यात्रा। ए बल्ल 54 किलोमिटर यात्रा। तेल पनि ठिकै छ। तेल पनि रहेछ। ल है नयाँ बाइकमा हिमाल सुनारीलाई देख्न पाइयो है मित्यालमा फाइनल्ली हिमाल सुनारीलाई चाहिँ एनएसजे पल्सर अवार्डको विनर यो अवार्डको उपाधि यो पुरस्कारसँगै देख्न पाइयो। ल लेट्स गो गाइज जाम है त। लाग्यो है साथीहरू खै झोला ल है हामी अब भेट्नेछौँ तल जलुकेमा है त। ल यो है हामी यहाँ रिसोर्टमा ठ्याक्क आइसक्यौँ। यहाँ आज पानी हालेछन् केटाहरूले। यो रिसोर्ट हो जलुके रिसोर्ट। रिसोर्ट बन्दैछ है साथीहरू। जो मेन उद्देश्य नयाँ वर्षमा ओपनिङ हाल्कै नयाँ वर्षमा ओपनिङ है साथीहरू। टार्गेट चाहिँ टक्क यहाँ संरचना बन्नै छ क्या 60% बल्ल सकिएको छ संरचनाको हिसाबमा। ओ रुम माथिल्लो साइड टक्क माथि बनाउनै छ रुमको लागि। यहाँ चाहिँ हामी छौँ। अब के छ नयाँ वर्षमा आउने हो त रिबन काट्ने हिमाल सुनारीले चाहिँ हो वनाङ दिसेले इनम खलाउँछ क्या अरे।
कुरिङ आका ओइ पिङ सिङ काकेको लाल्ने ओइ पिङ काके अल्तावन इनang andana aja trust kamu tiak kazat neng kurik dami sande Gibson kamu kan demang duk 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 music lo hota tak nang se naya वर्षसँग चाहिँ भन्ने चाहिँ मासिन है ओके ल है त यही हो रिसोर्ट हामी आइसक्यौँ यहाँ बस्ने ठाउँ यहाँ कर्मीहरू ओके दाइ फोन गर्नु पर्छ दाइ हजुर कानको ठ्याक्कै जलो के तारा सुरु छ नि कि बेटा कानको रामना ल्यायो के रे 20 मिनेट ताले 15-20 मिनट ताराले कानको ल ल ल है त गेम सुरु भइसकेको अवस्था अब हामी जान्छौँ इसको जहाँ सुरु भएको छ मध्य बिन्दु बामा होला ल है अब फाइनल प्रवेश गरेको छ टिम बौद्धिकालीका खेलाडीहरू यहाँ छन् देखिरहेका छौँ हामीले ओहो ओहो मामाश्री होइन मामाश्री हो सबैको मामाश्री हो के ओके सबको मामाश्री हो उहाँ चाहिँ अशोक श्रेष्ठसँग धेरै पछि भेट भयो है नवलपुरमै आउनुपर्ने रहेछ के भेट हुन होइन ओके ल यो खेलमा अनि हामी छौँ यता अब भोलि यहाँ खेल हुनेछ यहाँ चाहिँ दर्दा तमार हो यहाँबाट चाहिँ पाल्पा मित्तल हुँदै पाल्पातिर जान्छ भने यता चाहिँ अरुण खोला साइड है अनि आजलाई यति नै भोलि फाइनल खेलमा भेट्नेछौँ मैले अन्तिमसम्मको भ्लगहरू रेगुलर हाल्ने कोसिस गर्नेछु है त साथीहरू हो ए भरे म त अर्कै भन्न लागेको कि क्या हो भनेको ए कट्टु हो ए हो ओके ल कहाँ हो बसाइ उतै हो भनेको यहीँ हो नि बस्ने त काउसुतै हो सबै ए हो अनि अरू सबै यतै हो कि घरै हो हो ए ओके ल है त साथीहरू जी यहाँ त चिज छ क्या म देखाउँछु तलबाट है भ्लग पनि म रेगुलर गर्नेछु यहाँ हेर्न सक्नुहुन्छ यहाँ त सन्तोना रहेछ यार 1 लाखको बिटो प्रथम द्वितीय पुरस्कार 50,000 तृतीय पुरस्कार कति छ 30,000 रुपैयाँ तृतीय 15,000 यो हो है त यस्तो छ यो चाहिँ मैले नै हान्छु होला यहाँ त ग्रिप हान्थेँ होला यार मैले यस्तो छ है साथीहरू ल है त अब उता भेट्नेछौँ हामी ओके ल लेट्स गो यहाँ चाहिँ अलिकता उहाँ चाहिँ यस मैदानमा प्रवेश हुँदै गर्दाखेरि तपाईँहरू सम्पूर्ण दर्शक महानुभावहरू तपाईँहरू जहाँ चाहिँ उहाँको फ्यानहरू लगायत आमा बुवा दाजुभाइ दिदीबहिनीहरू भोलि है साथीहरू अब भोलि हाम्रो रेफ्री संयोजक दानुगा है यहाँ चाहिँ ओके यार धेरै पछि दानदाईसँग भेट भयो यार ल जोस् यहाँ नवलपुरै आउनुपर्ने रहेछ क्या भेट्न पाल्पा र नवलपुर चाहिँ सिमाना है नजिकको हो त अनि खोज्नुपर्छ है अब है त साथीहरू ल है त ल है दर्दा दमारमा यहाँ फोटो खिच्नेहरूको बाबुहरू थियो है त्यहाँ चाहिँ अब लागौँ है हामी चल्छ है त लेट्स गो हिमाल टुङ्राले ए हिमाल चाहिँ शीतल दे खानु चिलङले के भाइ नौसे मलाई
ल है त अब भोलि भेटौँ है साथीहरू। यस्तो छ अवस्था यहाँ ठ्याक्कै रोडमै हो यहाँ है खेल भएको चाहिँ। सो गुड मर्निङ गाइज, डे 2 हामी चाहिँ आज दोस्रो दिनमा छौँ। घाम लागिसकेको छ त्यहाँ होइन। हामी यहाँ छौँ जङ्गलमा। यो कहाँको जङ्गल भन्दाखेरि तपाईँहरूले पक्कै पनि भिडियो हेरेर अनुमान लगाइसक्नु भयो होला। हामी नवलपुर अरुण खोलामा छौँ अनि हामी चाहिँ यता चाहिँ पाल्पा जाने, यता चाहिँ अब नवलपुर अरुण खोला यहीँ तल हो होइन। यही जङ्गलमा छौँ। अब भिडियो सुरु गरेँ मैले आजको लागि होइन। अब हाम्रो ग्याङ छ आज चाहिँ मित्याली ग्याङ अनि टक्क खर्लक। यहाँ क्यामेराम्यान रोजेस साडु मगर। ओ हेमराज के छ? एकदम बवाल रमाइलो चिल। यता गोविन्द बुद्धि हिमाल सुनरी। ए फोटो सेसन चलिरहेछ यहाँ। नयाँ बाइक टक्क साथमा। ल है मारा हामी यहाँ छौँ। अब के छ केही छ भन्नु साथी? केही छैन दाइ। नानो भइरहेछ। फोटो सेसन चाहिँ चलिरहेछ। म चाहिँ यहाँ अब अरुण खोला बास बस्यो आज चाहिँ। अब हामी गएर चाहिँ अब दमारमा गएर मध्यबिन्दु 11 दमार दर्दा दमार लोकल भालेसँग पाकिसक्यो रे। झ्याउ यार उता खाएर आउने भनेको होइन। झ्याउ सक्यो यो पनि एउटा झ्याउकै कुरा हो क्या। ओए मोबाइल झिका त काम छ यहाँ मेरो। यस्तै नयाँ आइडी ढल्के ढाके के छ अरे? नयाँ आइडी हो। नयाँ आइडी हो। ए नयाँ आइडी टिकटक। टिकटक ल है मेरो टिकटक नयाँ आइडी छ है अहिले। के छ अरे नाम? एकछिन रोकौँ है। चस्मा त खायो मरद छ यो। टिकटक नयाँ आइडी मेरो खत्रै हो छ। भर्खरै सञ्चालन हिजो भर्खर हो कि हो। ए ल यो है नाम डाउने डाउने। ल यो आइडीलाई चाहिँ भट्टाभट फलो गर्नु पऱ्यो। 107 छ जम्मा यार। 170 रहेछ। 10,000 पुऱ्याउनु पऱ्यो कि 10,000 पुऱ्याउनु पऱ्यो है। यहाँ चाहिँ फलो गर्नु होला है। अनि मेरो नयाँ आइडी हो। टक्क गएर सबैजनाले माया गरिदिनु पऱ्यो है। ओके ल है। अब यस्तै छ है। हामी अब हिँड्दैछौँ बाटोमा। फोटो सेसन चलिरहेछ अनि त्यहाँ क्यामराम्यान रजस चेडु म चाहिँ यहाँ। अब चाहिँ हामी एकछिन हामी यहाँ फोटो सेसन गर्छौँ अनि ड्रोन उडाउने भनेको यार यहाँ यस्तो रहेछ फेरि यार मिलेन। ओहो राजा आयो है। राजा यार राजा आयो नि। राजा ऊ रोडको राजा। हामी यहाँ छौँ। अब सम्भवतः अब यहाँबाट माथि खाना खाने ठाउँ पाकिसकेको छ अरे होइन। यता खाएर जाऊँ भनेको। उता चाहिँ हिजो पनि बस्न भन्नुभएको थियो आयोजक साथीहरूले। अनि होइन भन्ने हिसाबले चाहिँ यता त राजा आइरहेछ। अब होइन भन्ने हिसाबले चाहिँ अब हामी जान लाग्यो। अब सायद उता खाना खाने ठाउँमा एकछिन फोटो खिचेर खाना खाने ठाउँमा भेटौँला है त गाई। ल है आइयो हामी आइयो है यहाँ भलिबल ग्राउन्डमा होइन। यहाँ हो खाना खाने ठाउँ होला सायद। अब यस्तै छ। केटाहरू खाना खाइन्छ? भागिने पनि हो। के छ ठिक छ नि? के भएको छ? ओ मेहदीमा नलिएको होइन र? मेहदीमा फालिएको होइन? ओके मारा ल है त हामी आइयो यहाँ ठाउँमा। ल यो घरमा जाऊँ खाना खाना है। लेट्स गो गाइज। पस्यो हामी भित्र। सजिलो छ न है। के पर्छ माले
हेलो लास्टै भोक लागेर भोक लागेन मलाई केरा खाइरहेको नखाने त्यसो भए अलिअलि त खानु पऱ्यो नि यार अलिअलि त हुन्न है खाना के बानी बसेर नै यार ल है गयो हामी सडियो माथि हो डाइनिङ टेबल हो बुनो भित्र गए युट्युबर पत्रकार हाल के ए सेटम खाना सिकारेको सिखरेको भराल जुल्ले अब मिगराको मलेसिया जाटो टिको टाले खाले हजुर मिगराको मलेसिया जाटो दे इच्छा छ कराले है निष्ठल बाइक से मजाले चाहिँ है निगना करालमान बुद्धि करामा जाटो लसँग गरे यसको चेक हेलो नगरो न गड्डे नगरो सिंगा सिरामा कराइछ चस्मा गाउ निष्ठल बाइक र जय कराइ मल्ला कन्टेन्ट है साथीहरु मेहदीमा फालिएको मान्छे है बाद्रे खाएर फाल्ने भयो बाद्रे खाएर बाध्य खाएर रे अनि टक्क लाएर चाह थियो नुङ्गी भाइ अलग दे भाइ ओके सुटिङ मात्रै देखेको ए अहा मेन सुटिङ चाहिँ जति नले मलाई बनाउनु पर्दा नि नङ पैसा लेखाइ लागल ठक्क लाएर अब यहाँ छौँ हामी अब खाना खाइन्छ ओए किन हो माउन लास्टै भोक लाग्यो समस्या बा खाना आयो खाना आएपछि बल्ल केटाहरू हात धुन हात धुम ल है अब बोकाले अब खाइन्छ है खाम है साथीहरू मस्तै मस्तले खाइम खाम 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 यो त ओहो नि ओहो दाल पनि आयो है के अरे वान टेस्ट ठिकै छ नै सेल वान टेस्ट वान टेस्ट आनाम अचार ठिक आनाम त कसो खाम हो ठिक छ मलाई अचार ए बाङ्गालीले अझै के किल तिल फर्स्टै दामीले यार अरे बिजुलीले गाउँ है लाम पिछल्योले दाल आयो सुरु गरौँ है साथीहरू एक ग्यास स्टक फोरो भरिदिनु है मजा चाहिँ फोरोको भरिदिनु नि दानी ल अब खाइन्छ होइन यसरी नै पिच लाम छ पिच लाम भन्छ के अरे यहाँ ल है साथीहरू यहाँ अब फाइनल खेलका लागि तयारी अवस्थामा म बाहिर छु अहिले अब एकछिनपछि लाइभ पनि गर्नेछु होइन ठ्याक्क अब अहिले फाइनल खेल हुन गइरहेको छ फाइनल खेलका लागि तयारी गर्दैछन् फाइनल खेल भने बौद्धिकाली र बुलिङटार बिचको खेल हुनेछ है त खेलाडीहरू है हाम्रो बौद्धिकालीको अशोक श्रेष्ठ जर्सी नम्बर 7 के भयो र हो सिलिम भएछ के रे सिलिमै भइसक्यो रे अन्त यी लप्याक लुपुक गइसक्यो सब गएछ ल विकास पचबैया रेकर्डिङ सहयोगी प्रियधन दर्पण ल है त साथीहरू अब भन है त यहाँ पनि सुनाउने हो फाइनल खेलको तयारी गर्दै यता रेफ्री संयोजक दानुगाहा मगर यो हो नि तरिका यो हो नि त तरिका यस्तै छ हिमाल सोनारी जर्सी नम्बर 1 टाइगर कप पश्चात यता देखिरहेका छौँ हामी आज भिडभाड नै छ खेल रेफ्री है हाम्रो भाइ रेफ्री है आज भोलि चाहिँ मुख्य पूर्णा खाम्चा चनौटेबाट रु 2000 शेरबहादुर 12 घरे कोठरबाट रु 1050 मदन राणा चनौटेबाट रु 5050 श्याम राणा मध्यबिन्दु 11 कुसुन्डेबाट रु 2525 हेमराज ढुङ्गाना राताबाट रु 1000 स्टेजका अवस्था चनौटेबाट रु 1010 चुबिन्द्र सोती रातामाटाबाट रु 1010 रिका बैम्बु मजुवाबाट लाइ अब उपाधि कसले उचाल्छ त अशोक
अशोकले कतिको हान्ला त हिमाल सुनारी छन् यहाँ सेटर जर्सी नम्बर 10 1 लाख उचाल्ने हो त गरुङ्गो कतिको गरुङ्गो होला त यार हाम्रो अफिसियल टिममा 3 जना मात्रै हो र अफिसियल टिम हाम्रो रेफ्री संयोजक दानु गाहा धीरेन्द्र प्रताप गाहा अनि यता सुनिल धेरै पछि देख्न नि पाइयो भेट्न नि पाइयो भेट्नका लागि यस्तै गेममा आउनुपर्ने रहेछ नवलपुरै आउनुपर्ने रहेछ है भाइ पनि छ यहाँ ल है रेशम भाइ जिल्ला रेफ्री प्रदेश रेफ्री नेसनल रेफ्री है त हुँदैछ है ल है साथीहरू फाइनल पनि सकियो है यहाँ नानु भइरहेछ है यो छ है माथिको भ्यू साथीहरू हुन त ड्रोन सट पनि हानेको छु मैले है ड्रोन सट पनि हेर्नुभयो होला अन्तिम ल है साथीहरू अब हेलो स्वागत छ तपाईँलाई को यहाँ नाच्ने नानु हेलो सुस्मिता हेलो गाइस मेरो नाम सुस्मिता मगर मिनी ब्लग हो यो चाहिँ मेरो दाइको दाइ भन्ने फेरि थाहा मिलेन सरी मिलेन दाइ भनेर मिलेन क्या अनि लामा छु फलो गर्न ल म जस्तै अविवाहित हो नि ल बाई बाई ल है साथीहरू अब तल हामी सम्मान कार्यक्रम छ तल गएर आउँछौँ है त साथीहरू अब फाइनल अब पुरस्कार वितरण मात्रै हुनेछ जाम आसन ग्रहण गरिदिनुको लागि मध्यबिन्दु 11 कुसुन्डी निवासी जनकदरैज्यूलाई पनि र अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि माग गर्न चाहन्छु जनकदरै अनि हिमाल सुनारीलाई यहाँ एनएसए पल्सर स्पोर्ट्स अवार्डको उपाधि हिमाल सुनारीलाई सम्मान कार्यक्रम रहेको छ यतिखेर यो नवलपुर जिल्लाको सान भन्नुपर्छ जसले खेल क्षेत्रबाट आफूलाई विश्व सामु चिनाउन सफल भएका खेलाडी भाइ हुनुहुन्छ दिपेन्द्र सुनारी मगर जो अस्ति भर्खर चाहिँ विजेता हुन सफल हुनुभएको छ उहाँ आफैमा उत्कृष्ट भलिबल खेलाडी पनि हुनुहुन्छ र उहाँलाई हामीले सम्मान गर्ने कार्यक्रम रहेको छ परिषद सचिव श्रीधर शर्मा जनजाति युवा क्लबका अध्यक्ष थनबहादुर सोमई मगर र त्यस्तै गरी कार्यक्रमका संयोजक दुर्गा सोती मगर ज्यूको संयुक्त हस्ताक्षरमा रहेको यो सम्मान पत्र उहाँलाई प्रदान गर्दैछौँ आयोजक कमिटीका अध्यक्ष धनबहादुर सोमैज्यूले पनि उहाँलाई सम्मान गरिदिनु भएको छ त्यस्तै गरी नेपाल मगर संघ नवलपुर जिल्लाका सचिव टलफेगा मगरज्यू पनि हुनुहुन्छ उहाँले पनि उहाँलाई संयुक्त रूपमा सम्मान गर्दै हुनुहुन्छ कृपया सबैजनाले एकचोटि उहाँलाई सम्मानको लागि जोरदार तालीले सम्मान व्यक्त गरिदिनु होला आगामी समयमा अझै उत्कृष्ट खेलाडीको रूपमा अगाडि बढेर राष्ट्रदेखि लिएर अन्तर्राष्ट्रिय रूपमा आफ्नो छवि स्थापित गर्न सफल होस् भन्ने शुभेच्छा सहित उहाँलाई चाहिँ आगामी उज्जवल भविष्यको कामना गर्न चाहन्छु हिमाल सुनारीलाई सम्मान कार्यक्रम रहेको छ र फेरि अर्को सम्मान पत्र रहेको छ हामीसँग मेरो खबर टिभी पाल्पाका सञ्चालक हुनुहुन्छ पत्रकार साथी श्री पूर्णराम सुनारी मगरज्यूलाई पनि हामीले सम्मान गर्ने कार्यक्रम रहेको छ उहाँलाई पनि मञ्चमा आएर सम्मान पत्र ग्रहण गरिदिनुको लागि म आग्रह गर्न चाहन्छु उहाँले निरन्तर रूपमा यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा चाहिँ प्रसारण सहित सबै सामु चाहिँ पुर्याउन ठुलो योगदान गर्नु भएको छ पूर्णराम सुनारी मगर
ज्यूलाई पनि सम्मान पत्र ग्रहण गरिदिनु हुनको लागि म मञ्चमा आउनको लागि म आग्रह गर्न चाहन्छु। जिल्ला नवलप्रवासी तथा प्रत्यक्ष प्रसारण मार्फत कार्यक्रमलाई सफल बनाउन पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै आयोजक समितिको तर्फबाट हार्दिक धन्यवाद सहित यो सम्मान पत्र प्रदान गरिएको छ। यहाँको सूचनाले एकचोटि उहाँको सम्मानको लागि जोरदार तालीले सम्मान व्यक्त गरिदिनु होला। निरन्तर रूपमा उहाँले चाहिँ पत्रकारी क्षेत्रमा आफ्नो महत्त्वपूर्ण योगदान दिँदै आइरहनु भएको छ। आगामी समयमा पनि उहाँले आफ्नो चाहिँ यो लाइनबाट चाहिँ आफ्नो छवि स्थापित गर्न सफल होस्। हामी सबैको शुभकामना छ। बिन्दु 11 निवासी सन्दीप मल्लज्यूलाई चाहिँ तपाईहरुलाई मनोरञ्जन दिलाउनको लागि तपाईहरुलाई नचाउनको लागि राष्ट्रिय चर्चित कलाकार समय निकै नै अभाव छ, त्यसैले यहाँको प्रस्तुति लिएर आउनु भएको छ भने ल है अब हामी निस्किन लागेको। यहाँ निस्किँदा लाउँदाखेरि जहाँ पनि त्यही त हो क्रेज, हिमाल सुनारीको क्रेज। जहाँ पनि फोटो खिच्नेको क्रेज, जहाँ पनि फोटो खिच्नेको क्रेज नै हुन्छ हिमालको। भयो नि लाला जाम त त्यहाँ छन् केटाहरू। फोटो खिच्नेको भिड, जहाँ पनि हिमाल सुनारीप्रतिको माया। है त है त ए भिड भयो जाम लेट्स गो। ह्यान्डसेक गर्ने र हिमालसँग। ओहो रु 500 उपहार सहित यहाँ फ्यानहरूले उपहार दिइरहेको छ। ओहो नि भइसक्यो है। ए उता अब डान्स भइरहेछ उता। ल है हामी एकुन्त खाम लिएर होइन र? खाम छ कि नै? खाम छ नि होइन? खामभित्र के छ होइन? अब जे भयो नि, अब हामीलाई चाहिँ सम्मान गरेकोमा यहाँ जनचेती युवा क्लब मध्यबिन्दु 11 दर्ता दमाहरूलाई धेरै धेरै धन्यवाद छ यसरी सम्मान गरेकोमा। यो सम्मान अनि खाम साइड पनि छ है, खाम पनि छ है, बाक्लै खाम छ कि क्या हो के है त। हेलो हेलो के हुँदैछ? हेलो हेलो ल सामान माथि लिएर आएँ है केटाहरूलाई अब है यहाँ है त साथीहरू। अब यो भ्लगलाई हामी इन्दै गर्छौँ होला। अब हामी पाल्पातर्फ जान्छौँ, पाल्पाको 19 दिनतिर होइन। हजुर हजुर ठिक छु के छ? ठिक छु। कहाँबाट हो? मध्यबिन्दु नगरपालिका वार्ड नम्बर 14 दम्फघेरादेखि। ए दम्फघेराबाट? ए हेरिराख्नु भएको थियो? ए ल हस्, थ्याङ्क यू सो मच। हस् थ्याङ्क यू है त। लेट्स गो। है त हाम्रो यहाँ निस्दी ग्याङ हो क्या। हामी फेरि यहाँ पाल्पा निस्दी ग्याङ हो क्या यहाँ। माथि सामान स्याहारेर आयौँ है गरेर अब हिँड्नु पर्ला है त साथीहरू। अब हामी छतमा आइसक्यौँ अनि तल गएर चाहिँ हामी टक्क लगाएर गर्नेछौँ। यहाँ क्यामेरा दाई भने भ्याउने फेरि तिम्रो यो मुखमा दाई भन्ने शब्द सुहाएन क्या। ल अब यो भ्लगबाट यति नै होला है साथीहरू है, लाग्नुपर्छ है त। हामीले अस्ति त्यो स्पेसली हिमाल सुनारीका लागि उमेश अनि ओ माय गॉड ल स्पेशल मेरो लागि केटाले मारेर राखेको माछा यो रे। यही है तर किनेर खान पर्ने छ फेरि यहाँनिर। धा तेरी हैन कहाँ किनेर हो हामीले पैसै लिन्नौँ के माछाको मिठो हामीहरुलाई छ नि। ल अब हिमालका लागि स्पेशल माछा अस्ति मारेको है हामीले। ए खाइन्छ
Halo. Di sini thore kami kayak ngajar gitu. Oke, halo le dah kan. Ngaji